गाइज आज चाहिँ 2-3 दिनदेखि लगातार हिउँ परेको छ होइन। हामी बस्ने ठाउँमा चाहिँ कस्तो भएछ आज म बिहान बिहानै उठेर म हेर्दैछु। रातभर पनि पर्दै थियो, हिजो दिनभर अस्तिदेखि पर्दै थियो हिउँ। भनेपछि कस्तो भएछ म देखाउँदैछु। ओह माई गड, ल हेर्नुहोस् त, पुरै ए हिउँले सेतमै भएछ है। लगभग 1.5 फिट जति त बाक्लो नै छ होला। ल हेर्नुहोस्, ल हेर्नुहोस् 1.5 फुट जति त छ होला है। हिउँ यति बाक्लो भएछ। रातभरि दिनभरि बहुत जाडो छ क्रोसिया। यो हाम्रो फोहोर राख्ने डस्टबिन यस्तो छ। ल हेर्नुहोस् त, यो के हो? यो पाइप जस्तो लागेको थियो। पाइप हो यो। यस्तो बाक्लो भएछ। ओहो बहुत समुद्रै यस्तो भएछ। विध्वंस छ चिसो। हाम्रो दिदीहरूले चाहिँ बिहान ड्युटी जाने बेला सफा गरेर हिँड्ने बाटो बनाएर गए जस्तो छ। ढोकामै पुगे जस्तो छ आज चाहिँ सायद। ओहो ल हेर्नुहोस् त, हिउँ परेर घर सेत्दै आम्मामा समुद्रै छ। गाडी पनि यस्तो हालतमा राखेको छ। हेर्नुहोस्, लगभग 1.5 फिट 2 फिट जति होला बाक्लो हिउँ। जाडो छ हजुर, जाडो छ।